पानी परेर भर्खर आएको छ। यता चाहिँ कति धेरै पानी परेको छ। त्यो तपाईँतिर कस्तो छ? हाम्रो चाहिँ कति धेरै पानी पर्छ। अनि हामी सबैजना चाहँदै बसिरहेको छौँ यहाँ। काममा जानुहुन्छ सबैजना। अनि अघि चाहिँ नाइसितेको बेलामा चाहिँ हामीले यति काम सक्यौँ। मैले बुवालाई अलि सकाएँ, बुवाले गर्नुपर्छ भाइ। अनि यति काम सक्यौँ हामीले साथी हो। आज यति राम्रो मौसम भएको कि यत्तिकै भने लुगा सुकिदिन्छ कि लुगा नसुकेर कस्तो बिजोग गाह्रो हुन्छ नि साथी हो। बुवाले चाहिँ यहाँ दाउरा नै काट्नुभएछ, यति फानो नि भएछ। अनि बुवा चाहिँ यहाँ घाँस काट्दै हुनुहुन्छ। एकबारी रकमा घाँस काटिहाल्छु भनेर अनि सानो भिडियो लिएको मैले चाहिँ। अनि हाम्रो घर चाहिँ ऊ पर छ, हामी चाहिँ वडा छौँ। बुवा चाहिँ एक्लै घाँस काट्दै हुन्छ यहाँ। अनि हामी चाहिँ सिरी भिडियो आएको बुवाको आमा छोरा पानी परेर भर्खर आएको छ। यता चाहिँ कति धेरै पानी परेको छ। त्यो तपाईँतिर कस्तो छ? हामी चाहिँ पानी रह्यो कि अन्त तलतिर फुपा भाषा नि त तलतिर नजिकै हुनुहुन्छ होइन। अनि हामी चाहिँ जाँदैछौँ साथी हो पानी रहेर। आमा छोरा जाँदैछौँ। अनि प्लस देवर बाबु पनि हुनुहुन्छ अरे अरे देवर बाबुले। हाम्रो बाटो चाहिँ यस्तो छ कि सानो चेपाडो। अनि हाम्रो बाटो चाहिँ मलाई के भने सिकाउनुहुन्छ क्या, यस्तो यस्तो भिडियो बनाउनु भाउ चाहिँ यताउता भन्नुहुन्छ हेर्ने। देवर बाबुले चाहिँ यति सपोर्ट गर्नुहुन्छ मलाई। अनि भाउजूले भ्याउनु पनि छोराले फोन लगिदिन्छ नि त। अनि म भ्याउँदिनँ। अनि 11-12 बजे भनेपछि अलि रहँदै उक्लिँदै जान्छ हाम्रो गाउँ घर ठाउँ यस्तै छ। अनि हामी चाहिँ यो ओह्रालो आएको जोडी छ बाटो हाम्रो चाहिँ यस्तो छ बाटो। यहाँ चाहिँ काका भतिज जाँदै हुनुहुन्छ। तपाईँहरूलाई चाहिन्छ भने चाहिँ आउनु सक्नुहुन्छ। हाम्रोमा यत्रो यत्रो गयौँ अनि चिया खाँदैछौँ हामी त। नाच्ने अरे ठुलो चफिलाएर मान्छेभन्दा ठुलो कसैको पकवान भुट्न लागेको साथी हो। पकवान भुट्छु म चाहिँ बनाउँछु। हजुरले कसरी बनाउनुहुन्छ? अनि छोरा सुतेको छ नि त। अनि मैले रेडी गर्नु चाहिँ खाजा भाग लाउँदैछु। अब हामी खाजा खान लागेको साथीहरू। अनि पकवान बनाएँ। त्यहाँबाट सासामालाई लिने गयो। अनि सासामाले खान्छ नि हामी चाहिँ एकछिनमा आँक्रो पनि खान्छौँ। चाहिँ अब त्यो बनाउनु लागेको समय दिने मान्छे कोही हुन्न नि त। अनि आफै हो नि त बनाउने पनि समाउने नि भिडियो बनाउने आफै एक्लै भएपछि गाह्रो हुँदो रहेछ साथी हो। अटेन कराईमा झन्डै। अनि खाजा बनाउँदैछु म। यसरी अब भेज पकाउनु पर्ने काट्नु पर्ने छ। अनि मैले यसरी भेज पकाउँदैछु। अनि अघि चाहिँ पकाउने भिडियो पकाउँदिनँ नि त एक्लै भएर बनाउँदैछ। अनि बिहान मैले पकाएको थिएँ नि त यहाँ सब्जी चना र आलु अनि जस्तो त्यसकै सुप बनाएर खाने यसरी बनाएँ मैले चाहिँ। अनि बुवाले चाहिँ खाँदै हुनुहुन्छ यहाँ। बुवा कस्तो छ भनिदिनु त, कस्तो छ? बुवाले थुक्पैमा खाँदै हुनुहुन्छ। भेज छैन बुवालाई चाहिँ हिसाब गर्दै खाँदै हुन्छ। यो चाहिँ यसरी केजी छ भन्दै देवर बाबु त्यो बुवा। अनि यहाँ चाहिँ म खाँदैछु। 5 बजीतिर चाहिँ चिर्क्क पर्ने घाम लाग्छ यसरी। अनि लुगा कहिले सुक्न पाउनु त गाह्रो छ हामीलाई।